आँपको अचार बनाउने तरिका है, हेर्नुहोस् है। खोर्सानी, पहिला खोर्सानी, नुन, बेसार यसमा हाल्ने, अनि त्यसपछि छोप यसरी बनाउँछन्। यसलाई के भुट्या होइन, भुटेर अनि त्यसपछि यसको के बोक्रा फालेर चाहिँ के लाउने, मसिनो बनाउने, अनि अब यसपछि के गर्ने, तेल झाल्ने, अनि पड्काएर हाल्ने। आँपको अचार हाल्ने तरिका है। ल अब पहिला चना काट्ने, सुकाएपछि ल्याएर त्यसपछि खोर्सानी, नुन, बेसार, छोपलाई भुट्ने, अनि मसिनो बनाउने, टट्ट सबै कुरा मलेपछि यसरी सिसीमा हालेर तेल हाल्नुपर्छ, पर्दैन? तेल हालेर यसरी यहाँ हालिदिने। कति दिनमा खाने हुन्छ? आँपको अचार